माटो ल्याइसकेपछि पत्ता सत्ता मुसिरबाट फाउन्डसन हुने थियो यसलाई हामीले चाल्यौँ होइन चालिसक्यौँ यस्तो चाल्नुमा चालिसकेपछि जस्तै यस्तो बाख्राको बुर्कौलाहरू छ भनेदेखि त्यसलाई कुटेर त्यसमा हाल्ने जस्तो गाई भैँसीकै मल पुरानो कुहिएको छ भने त्यसै चालिदिनु भयो चालिसकेपछि अनि 10 पाथी माटो 6 पाथी कम्पोस्ट मल गोबर मल 3 पाथी बालुवा त्यो गरेर मिक्स गरेर अनि यसरी पोलिपट अरू भरेर मसिनो खाल्छ हैन मसिनो खाल्छ ठिकै खालको मसिनो त्यो गरिसकेपछि यो तरिकाले हामीले यसरी बनाइयो अब त्यसपछि यो चाहिँ ट्याक्क पोलिपोटमा हामीले भर्यौँ सर होइन भरिसकेपछि अब यसमा माटो धोल्लो बनाउनु माटो ल्याएर च्याम्ममा समाउँछ नि त अरू ट्युर है सर है सर यो ट्युर चाहिँ के हुन्छ भने यसको त छन्बिन जस्तो काँडा हुन्छ होइन त्यो चाहिँ हामीले रोपेर सर्यौँ सरिसकेपछि त्यसलाई कटिङ गरिसकेपछि सोलो तरिकाले हामीले कटिङ गरेपछि यसलाई हामीले टिप्ने सजिलो बनाएको है सर यो चाहिँ राई खने निमारो कुलेत्रो बर टाँकी मदर पैँसे ढोकी मदर पैँसे भनेको कुन चाहिँ हो मदर पैँसे अहिले हामी छोड्नु यो त 2 मिनेट है सर मान्छे सही लाग्छ तरलाई मैले समय थोरै लिएँ है सर तपाईँले अब राई निमारो पाखुरी त्यो बिउ बनाउनु पर्यो भने त्यसलाई चाहिँ पाकेको हुन्छ पाकिसकेपछि हामीले टिप्छौँ टिपिसकेर बाल्टीमा यसरी राखिसकेर मजाले त्यसलाई मुछौँ मुछिसकेर यस्तै चाल्नुमा हालेर त्यो आटा चाल्ने जस्तो चाल्नुमा हालेर खान्यौँ खानिसकेपछि जस्तै अब हामीले काँक्रा टिप्छौँ जसले कुन लगाउनुहुन्छ मागले काँक्रो भक्तपुर लोकल काँक्रो तिनीहरू हामीले त बुटैमा पकाएर टिप्ने चलन छ नि सर होइन त्यसलाई चाहिँ के गर्नु पर्छ भनेदेखि काँक्रो हामीले टिपिसकेर पहेँलो भयो खुट्टा हेर्दै जाउँ है जुकाले आज फेरि पार्टी मनाउला जुकाले परीक्षण गर्छ यसो गर्नु न खुट्टा भुइँमा नराखिकन हिँड्नु के आफैले बोलाउनु हेलो हेलो धुलोमा आउनु नि त चिसो माटो चाहियो नि ल जान्छ हेलो 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 लुम्ले लुम्ले हेलो हेलो ओ दाजु आफ्नो त आफ्नो पनि खिच्छु म त ल हेलो हेलो लुम्ले यता 4 इन्ची गरेर आँखा राखेर 3 वर्ष गरेर हाम्रो यस्तो बनाएर त्यस्तो तरिकाले पनि हामीले बिहानहरू चलाउनु एकदम धेरै है अहिलेको पिसाहरूमा पोहोरको पिसा है त्यो यता 4 इन्ची गरेर यता आली लाएर धान रोपे जस्तै गरेर अनि त्यहाँदेखि त्यसलाई काटेर यता 4 इन्ची यता 4 इन्ची गरेर ट्याक्क बनाएर त्यो तरिकाले राखेपछि हामीले प्रशस्तै बिहान बनाउनु छ कि हामीले धान रोपे जस्तै है सर भनेपछि अहिले हामीले राख्यौँ भने पछि हामीले फेरि पैसा बेच्नु त्यही बिहान उठाएर रोप्नु है र यो चाहिँ हाम्रो छ होइन बारी र अलैँची भनेको यो हजुर कहाँ हुन्छ कि हुन्न हुन्छ हाम्रो बाग्लुङ हो हाम्रो हजुर ए त्यो चाहिँ सबै अब यो सुनगाला अर्किड भनेको यही हो र यतापट्टिको यो सबै यो हाम्रो सुनखरी भनेको यही नै हो